बालेन शाहले सबैलाई शुभकामना, हामी आउँदैछौँ भनेर स्ट्याटस लेख्नु भएको रहेछ। मेयर जित्नु भएको 3.5 वर्ष भयो, काठमाडौँ छोडेर कहाँ जानु भएको छ र हामी आउँदैछौँ हो। मेयर जितिसकेपछि काठमाडौँको फोहोरलाई मोहरमा बदल्न फोहोर प्रशोधन केन्द्र खोल्छौँ भनेर भन्नुभएको थियो, खोलिहाल्नु भयो। सिंहदरबार जलाइदिन्छु भनेर भन्नुभएको थियो, सिंहदरबार त जलिहाल्यो। जे होस्, निर्माणको काम गर्न नसके पनि जलाउने र भत्काउने काम चाहिँ गर्नुभएकै छ। स्ट्याटस हो, स्ट्याटस हालिराख्नु भएकै छ। लाइक कमेन्ट गर्न तपाईँको स्मार्ट टिमले लाखौँ फेक आइडीहरू कम्प्युटरमा सेट गरेकै छन्। बाँकी भनेको नेताहरूलाई टुकुचा खोलामा गाडिदिन्छु भनेर भन्नुहुन्थ्यो, त्यो चाहिँ कुन कुन नेताहरूलाई गाड्ने हो देख्न पाइएको छैन। त्यसैको लागि हामी टुकुचा खोलामा आउँदैछौँ भनेर भन्नुभएको हो र।